जम्मा कुखुराको सत्यनाश भयो हामी यहाँ आएर। त्यो रातो घोडासँग बान्थे नि हो त के भान्जाको बल फुट्यो भने फेरि ल्याइदिन्छौ। सेवा नमस्ते सम्पूर्णलाई फेरि पनि स्वागत छ स्वस्तिकरा युट्युब च्यानलमा। अनि साथीहरू हामी चाहिँ हिजो यहाँ नानाकोमा बस्यौँ अनि आज चाहिँ घर फर्किन लागेको छौँ। भिडियो हेर्दै गर्नु होला। हेलो न्याबुङ हामी चाहिँ रोडतिर जाडोमा है हावा खाँदैछौँ बिहानै। चरा हेर्नु न यहाँ पर माथि माथि हेर्नु त के चरा हो के चरा हो न्याबुङ देख्यौ नयाँ मान्छेलाई खोइ हात यहाँ राख्दिन है ल कान्छा। अब कहिले आउने माउला सैलाई कहाँ गएको होला नि ल अब कहिले भोजपुर जानु नि ल नाना गयौँ हामी ल बस्दै गर्नु। उहाँ चाहिँ के भन्नुहुन्छ कति भान्जा ए तपाईँको हजुर ल त ए हुन्छ 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 नानी साइला बस है ल होइन ससुराली जाने मान्छे ल है भन्दारलाई दक्षिणा दे अलिक धेरै धेरै यहाँ पैसा पक्रिन आऊ न अर्को यहाँ पनि हिँडिसक्यो बाटो हस् भन्न हस् भन्न त हस् भन्न छोड्दैन ढिलो भइसक्यो ल हिँड्नु। उसको दुईटा भेडा छ अरेको के हो पार ल हिँड्ने बेला यिनीहरूको चाहिँ के मिल्दैन हौ। सायद नहेरी त हुँदै हुँदैन होइन होइन नि अब कहाँसम्म जाने तिमी भेडा भएको ठाउँसम्म कतिवटा देखाउनु मलाई यही हो झोला मजाले महिनाले बोकाइदिएको छ ठुलीलाई। म भेडाहरूलाई घाँस पनि दिनु पर्ने रहेछ त नि कति धेरै हो भेडाहरू त आमा ठुलो ठुलो रहेछ त नि घाँस लाउनु पर्ने रहेछ यहाँ पनि। कतिवटा छ ठुली यहाँ जम्मा 80 आफ्नै मात्र हो टन्नै रहेछ त जहिले घाँस ल्याइसक्नु भएको होला। बाबालाई भेटिसकेको नानीले हो ल आयौँ त हामी त नानी गुटुटु आम्मामा बल खेल्नु सुरु गरिहालेको नातिले हुन्छ ठुली जुत्तासँगै पस्यो नि नक्कले त ज्वाइँलाई एक गाँस नानी राखिदिएँ एक गाँस बेलुका बेलुका खानु नि साह्रै खानु त हुँदैन अरे। कुन चाहिँ भेडा हो न्याबुङको त्यो हो ल भेडा निस्किन्छ होला हौ नानी निस्किन्छ होला भेडा निस्क्यो अब निस्क्यो तिम्रो हो यो ल भयो भयो छोडिदिनु चिने चस्मा लाएर हेर्नु त मजाले बच्चा पनि हो ल यता हेर्नु ओहो खतरा देखियो बच्चा
निस्किहाल्यो नि बाहिर बच्चाहरू त टन्नै रहेछ नि अघि एउटा मात्रै देखेँ त 4-5वटा रहेछ यो चाहिँ यहाँको साँड रहेछ कत्रो हो सिङ पनि एउटा मात्र रहेछ नि एउटा मात्र हुन्छ होला बगलमा यो त है ऊ यहाँनिर कलर कलरको रहेछ क्या ऊ यहाँ चाहिँ स्याल कलर लु मैला थियो नि त एकछिन त गइहाल्यो नि जम्मा भएर कुन चाहिँ हो त तल्लो त्यो तारी ए त्यो घोप्टिने कस्तो मजाले बसिरहेको छ खानु जान्छु भन्दै थियो आउनु नानी बिस्तारै फेरि माथि जाने लु हान्ने चिसो पनि कुद्याएर हान्ने छिटो हुन्छ ठुली ल चिसो चिसो खान आइलो हान्ने नपरे हान्ने छिटो छिटो नपरे हान्ने राखिदिउँ है मामाले कराउनु हुँदैछ हो अझै बाजेले हो नि अब कसलाई लाने नि त अब नलाने स्थिति जस्तो देखेँ टिकाउनु हुँदैन त्यस्तो घाँटी ल कुखुराको सत्यनाश भयो है हामी यहाँ आएर त्यही भएर तलदेखि उता जाउँ धकेरीतिर जाने अनि हामी म त खाना नखाइ एकछिन भेडाइटै जाउँ भनेको पुग्लुक पिउरा फेरि यो काफे सानो भयो के यो काफे ठुलो भयो त्यो जरो भयो गेटिस तन्काएको छ मजा आउँछ यो त अचानक त खप्ने खालको जस्तो छ के हो डरै हुन्छ नि यो रातो भात झर्दो रहेछ चामलहरू खान्छ त्यस्तै मसला बाख्राले चामल मसला सबै खान्छ हजुर गोठमा त पल्कियो भने त हामी चाहिँ मालिमको कुरा थियौँ होइन राम सबै सकिँदैछ नि तान्यो होला उसको दाँतले खान्छ के सर्रै खोलियो होला सर्रा खोल्यो होला त्यो रातो घोडासँग बान्थ्यो नि हो त के खालि अनाखोर चाहिँ भत्काउँछ खालि 2-3 चोटि बनायो झन्सारै भत्काउँछ अनि अस्ति बिहान चाहिँ लैले बाँड ठेल्छ है होला के चाहिँ छौ त्यहाँ भनेको त सिङ्गाले यस्तो दिँदो रहेछ अनि जबसम्म निक्लिँदैन ट्याक्को दिएको अनि निकाल्दो रहेछ सबै बाख्रा त अनि पछि नानीलाई चाहिँ कुन चाहिँ छ त मुला यहाँ छानेर ल यो ल गममा खाने खाऊ न म एउटा पखेटा खान्छु ल हाम्रो त ल 3जना सक्यो 6वटा थियो 5वटा चल्दै ए मामा भन्छ ल झरिहाल्यो भान्जाको बल फुट्यो भने फेरि ल्याइदिन्छौ ल ल ल काँटाले घोच्यो भने नि राम कहाँ बल तर एक सर्ट हान्दा कहाँ पुग्यो बल त नाति बाजेको पालो अलिक आउनु हुँदो हो ठुली खान थोरै पस्किनु
लन्ठा गालेर हाम्रो लागि लन्ठा नि नानी खाजा खाइ वरि हिँडेको हामी हुन्छ चिसो हुन्छ नानी थोडा खा मै पनि पुगेर के अरे ल केही छैन माम पनि थोडा खानु नाति ऊ चाहिँ नखाने अरे हुन्छ ठुली म के साह्रो यो खाना तरकारी हामीलाई मात्र अनि खोइ ज्वाइँलाई तिमीलाई खोइ मामा त नखाने अरे मासु तातो पानी लगाइदियो न त्यहाँ ठुली पनि पस्का नखाऊ तरकारी त हामीलाई मात्रै दिइहाल्यो जस्तो छ अलिक सारा यो धेरै हुन्छ मलाई धेरै पनि हुन्छ हुन्छ नानी खानु यहाँ पनि खानु मामा हातले खानु हुने होला यहीँ छ अचार हुन्छ मैला यो चाहिँ मजाले बुनेको छ ठुलीले आउनु नि बिहेतिर चाहिँ यस्तो बुन्छ कि उतातिर चाहिँ लकन चाहिँ बेहुला बेहुलीलाई मलाई त्यस्तो त बुन्नु आउँदैन लुकाउनु त ठुली यो खाना अलिक चाहिँ निकाल्छु न धेरै अब थोरै चाहिँ मैला खान्छ होला खाउ ठुली हामीलाई केही थप्नु पनि पर्दैन जङ्गल जाने मान्छेहरू लु खाऊ खाऊ एमतिर होइन मैला मलाई त भयो ठुली नल्याउनु है अघिको मलाई पुगेको ठुली न्याबुङले चाहिँ माम खाएन बिस्तारै खानु नि बाटो बनाउनु चाहिँ गएर सुतिन्छ पो सुत्नु पनि पर्यो अब निन्द्रा लाग्छ होला नि त फेरि न्याबुङ चाहिँ माम पनि नखाने अरे अब गाह्रो पर्यो भने त सुत्दिने नसकेको के गर्ने होइन बिस्तारै खानु न अहिले सुताइ मचिन्छ क्या फेरि अगाडि जाँदै सुत्नु के काटे जस्तो गर्नु मस्त निधाइराखेको भेटाइलियो भने त अनि फेरि दिन्छ भाटाले होइन भाटा फेरि चुत्रोको भाटाद्वारा हुन्छ अनिल बुढो जस्तो हुने क्या म त जाडो भगाउनलाई मलाई पनि भयो जाने बेला भए पनि भयो है अब चाहिँ यत्रो खाइदिएको यहाँ छ पानी भयो ठुलो भयो राखेर खाऊ भरे नानीहरूलाई दिउँ नातिलाई यति रहेको रहेछ यो राखेर खानु ल पकाएर खानु ल चाउचाउ चाहिँ लु गएको हामी न्याबुङ खोइ बाई बाई गर्नु ल खोल्नु आएन फेरि आफै खोल्नु खोज्दो रहेछ नि लु गएको ठुली हामी नानी गयौँ आयौँ दुःख दियौँ अब गरौँ भारी त उही जुत्ता मात्र हटेर त आमा बाटो कता ल ल बाई नानी ल त नानी पनि भेर छोड्नु हुने होला ल उसकै धुनमा छ बाई नानी खोइ ल ल बाटो देखाऊ है मैला उकालो अब कति छ अरे मैला ए खतरा रहेछ त बिसाउने चौतारी
उद्घाटन नगर्ने अरे यो जग्गा हिमाल है। पानीहरू पर्दा चाहिँ यहाँ विपद हुँदा बस्ने ठाउँ पनि भयो बिसाउनु डिउ खाने बाउ त्यो झोलामा अलिकति थियो हौ हिजोको डिउ कुन झोलामा हो? मेरो झोलामा हौ थोरै हिजो भारी चाहिँ नउला धेरै छ गलेको अब म यी जङ्गलबाट आएको झोला त खोइ दियो चिसो पेप्सीमा चिसोमा कहाँ खान्छौ? त्यसले त्यो पानी खाँदैन यहाँ छ डिउ ल कहाँ मुखामा नि अन्त मुखामा खाऊ ल मुखमा गनी बडा मामा भन्छ ले अझ काम त चरा झारेको छैन खोइ देखाऊ हात ठिराएर हल्का आगो ताप्दैछु भने चाहिँ धेरै लाख 12 सिंगान पिसक्यो हल्का हात सेका चिची परी मलाई आफ्नै काममा व्यस्त त्यहाँ चरा मारेर खाउँ भनेको छ। त्यो चाहिँ मारिदिँदा हुन्छ कि अब एकछिन मात्र तापेर हामी चाहिँ मारिराख्ने फेरि ठुलो भयो भने त भोलि त गयो भने त थोरै राखेर साफ हामी जानुको लागि आगो मार्ने कार्यक्रम हुँदैछ यहाँ उधर चाहिँ कुद्नु न बङ बङ चाहिँ यो फेरि मारिराख्यो भने सबै भो पनि भेट्छ त्यही भएर मान्छेर कति रिसक्छ। अब यताबाट हामी त जलजल्लीबाट घर लु अब चाहिँ हामी यो बाटो चाहिँ धत्रे जाने हो यो बाटो चाहिँ लामा चौर बैदङ्गी कता कता पो हुँदै हुँदै भोजुरबाट हामी खोटाङ नै पसेको हो छोरा चाहिँ झोली तुम्बी बोकेर ससुराल हिँड्नु भएको यता हो ससुराल ससुराल चाहिँ कहाँ हो ससुराल मेरो चाहिँ हजुरहरू कुदौँ कुदुङ कसको छोरी लिएको लु कसको छोरी हो कुदुङको होइन बाउ चाहिँ नटोकु बाउको छोरी आमाको छोरी मैले चाहिँ लिएको हो अनि त्यही भएर म चाहिँ अहिले जाँदैछु। त्यही भएर ज्वाइँ चाहिँ निम्तोमा खासमा चाहिँ निम्तोमा जानु हुँदैछ जुवाईको कपाल होइन फेरि यता कपाल ज्वाइँ चटक चिटिक अब आज बाटोमा यस्तै हो होइन भोलि ससुराली पुग्ने बेलामा त चटक्कै भएर जानु पर्यो नि त घरबाट लायो भने फोहोर भइहाल्छ त्यही भएर यता अगाडि चाहिँ हाम्रो दाजु चाहिँ प्युर कान्ने केटा हुनुहुन्छ है कोही कसैले मन पराउनु भयो भने यता कमेन्ट गर्नु होला म सम्पर्क गराइदिनेछु फोन नम्बरहरू पनि राखिदिनु कस्तो केटी चाहिएको फोन नम्बर कहाँ राखिदिनु भन्नु न नम्बर भन्नु पर्यो नि त यहीँ मेरो फोन नम्बर चाहिँ नि 98 088 भन्दै जाउँ न यहाँ भिडियोमा सुनेर कल आइहाल्छ त ठ्याक्कै मेरो नम्बर चाहिँ नघाँटी भन्नु पर्दाखेरि 95 भनौँ भनौँ सम्पर्क गर्नु होला नभए चाहिँ किन भएन भन्नुहुन्छ होला त त्यो फेरि टावर दिँदैनले हाम्रो ठाउँ त्यस्तै छ 97 को लाइन मात्र चल्छ 98 088 भोलि फोन गरिहाल्नु होला अनि पर्सि हामी मागानीमा आइहाल्छौँ होइन म भनेको रक्सी बोक्ने म भनेको लोखण्डी पनि मामाजीको अब बिहे खाएर जाने कुरो भयो छिटो छिटो कस्तो चाहिएको होला ठ्याक्कै भाडा धुने मात्र होइन भाँडा धुने र भात पकाइदिने भात पनि मलाई पकाइदिने उठो नखाने त्यस्तो केटी कहाँ पाइन्छ होला नि भन्दा नि अब त आलुबारी बनाउने बेला हो अँ अब आलु रोप्ने मेला चाहिँ खन्ने खाजा केही नखाइ होइन मेलो खन्ने आलु रोप्ने त्यतिखेर त अब आलु रोपेर आलु पन्न हुँदैन नि खाँदा भइगयो होइन
बैशाखे आइपुग्यौँ हामी यहाँ। यो पल्लो गोठ चाहिँ भाइहरूकै हो। पहिला यहाँ थियो बसाइ, पछिबाट धोत्रे। गोठहरू त एउटा चाहिँ राम्रै रहेछ, अरू चाहिँ गइसकेछ। बैशाखे ल हामी यहाँ एकछिन थकाइ मार्दैछौँ। मैला चाउचा बिस्कुट लकान्छ खा न आयो है। त्यति त रहेछ यी मेरो भागमा एउटा। गाइस ओपन हुँदैछ। ए एकटा ताल्नु पो झन् चरा नै मान्नु सुरुमा सकेन। त भयो नि त। यहाँ 3 जना छन्, म पुर्खा हो यहाँको। तपाईँहरूको भाग हिजो खाएको होइन, त्यो मेरो भाग। खोइ यहाँ नामै लेखेको छैन के यता भन्छ कसको भाग ससुराली हिँड्ने हो। अगाडि सर्दैन यो क्यामेरा। घुम्दैन। सर्छ नि अगाडि गर्ने त खाऊ खाऊ खाऊ, खानै जन्मेको हो खाऊ। अर्किन्छ। गाइस देखो न बिस्कुट, देखो न गाइस। तपाईँको तपाईँको स्टिम फिर्ता आयो। मेरो कपाल बिग्रियो क्या। पालो मेरो अब पछि गयो। बिस्कुट खाँदैछ माथिल्लोमा भात खाएर आएर पनि। माथि नै हामी कति भयो हिँड्नु त मैले 3 थाल भात खाएर 2 थाल अझै 2 बुर्को भरि उफ्रिँदा घटिहाल्छ। 2 बुर्को के भन्छ कुखुराको सुप। लोकल मासु लोकल भाले ढाल्ने चाहिँ यता फेरि 3:30 पो हुनु रहेछ है। अब हामी 4 बजे पुग्छौँ है। हामी चाहिँ थकाइ मारेर पनि बाटो लाग्यौँ। ल फाइनली गाइस हामी चाहिँ भोजपुरदेखि खोटाङ आइपुग्यौँ। हाम्रो जन्म गाउँहरू हो यो पारी साइड तल पुछार घरतिर चाहिँ हामी जन्मेको घरहरू यहाँ तलदेखि नै चाहिँ